स्कुल जानु परेको छैन तर स्कुल गएर ठुलो मान्छे बन्ने है क्या? सबै साथी पढ्छन्, म पनि उनीहरू जस्तै पढेर केही गर्न सक्छु। रुक्क पाल्ने यता पढ्छु भन्दा नि पढ्न नदिनु। किन नजाने? तुरुन्तै जानुपर्छ नि बाबु। आमा खाना दिनुस् न, मलाई स्कुल जानु ढिला भयो। ल आइज, भाइलाई पनि तयार बनेर लैजा है। ए ल ल छिटो गर्नुहोस् है, ढिला भइसक्यो। ल ल हुन्छ। मैडम म भित्र आउन सक्छु? हुन्छ, आऊ, तिम्रो स्कुल आउने समय यही हो। घरमा अलिकति काम थियो त्यही भएर ढिला भएको। काम थियो भन्दैमा ढिलो आउने होइन नि त, भोलिदेखि चाँडै आऊ ल। उहु नानीले ड्रेस पनि लाएको छैन त। आज घरमा धेरै काम थियो त्यही भएर भोलिदेखि भाइसँगै आउँछु ल। ए ल ल हुन्छ। ल आज हामी के पढ्छौँ भने हाम्रो समाजमा रहेका कुसंस्कारको बारेमा पढ्छौँ है। सबैजना ध्यान दिएर सुन्नु होला। होइन, कुसंस्कार भनेको के हो मैडम? कुसंस्कार भनेको हाम्रो समाजमा रहेका नराम्रा चालचलन, व्यवहार, रीतिरिवाज बाबु। ल है, अब समय पनि भयो, घन्टी लाग्यो। भोलि सबैजना यही समयमा आउनु अनि ड्रेस पनि लगाएर आउनु है। हे भगवान, आज पनि कसको मुख खाएर आउँछन् नि? मेरो बाबु नि घरमा छोराछोरीलाई पढाउनु छैन, केही छैन, गाउँ गाउँ डुलेका छन्, हक्सी खाएका। ओ सरिता, आज तिमी कति राम्री भयो कि। मलाई नजिस्क्याउ है। तिमीलाई नजिस्क्याएर कसलाई जिस्क्याउनु र? खोइ मोबाइल नम्बर देऊ त, बा हेर्नुपर्छ। छैन मेरो मोबाइल नम्बर। अहिलेको जमानामा मोबाइल नभए हुँदैन नि। ए ल ल ल हुन्छ, गुड नाइट मिस। मोबाइल किनिदिनुस् न। किन चाहियो फेरि मोबाइल? स्कुलमा एसीको लागि अनलाइन क्लास खोलेका छन् त्यही भएर। स्कुलमा पनि कतै मोबाइल चाहिन्छ र? नपढेका मान्छेले के त अनलाइन क्लास खोलेमा मोबाइल चाहिन्छ भनेर मलाई जसरी नि मोबाइल किनिदिनु, न त म झुन्डिएर मर्छु। ल ल हुन्छ, तेरो बुवालाई सोधु ल। ए सरिताको बुवा, यता आऊ त। यहाँ सरिताले मोबाइल किन्यौ भनेर कसकस गर्न लाग्छ। खै किन स्कुलमा अनलाइन क्लास लिनु छ भन्दै थिए। पैसा नै क्या गरौँ त? अब घरमा एउटा बाख्रा छ, त्यही बेचेर पनि यसलाई मोबाइल किनिदिनु पर्छ, न त धेरै जिद्री गरिहाल्ने। किन त किन बाख्रा 20,000 रुपियाँ किन। ल ल हुन्छ, किनिदिउँ ल। आहा, मेरो त मोबाइल आउने भयो, म गएर मेनुकालाई भनिदिन्छु। ओहो सरिता, तिमी आज स्कुल जाँदिनौ? म नजाने, बजारमा गएर मोबाइल किन्छु। ए हो र, मेरो पनि बजारमा काम थियो, म घरमा कुरा मिलाएर आउँछु नि है। ल ल आजै जानुपर्छ है। ओहो नानीहरू कता जाने हो? हामी त धैनासम्म जाने हो नि। आऊ न, आऊ, म पुर्याइदिन्छु, आऊ न। धेरै नजिस्क्याउ है, म घरमा भनिदिन्छु फेरि। भइहाल्छ नि, ससुराली भन्न त मिल्यो नि। बरु मोबाइल नम्बर देऊ न, फोन गर्नु। छैन मेरो मोबाइल नम्बर। मेरो नम्बर टिप न। भन्नु न त हजुरको नम्बर। 98670762। ए हो र, ल ल अब हुन्छ है। ओहो नानीहरू धैनुकोट आइपुगेछ नि। हुन्छ ल ल ल बाई बाई। ओहो सरिता, आज मोबाइल किन्यौ? हिजो मात्र किनेको। त्यसो भए बेलुका फोन गर्नुपर्छ, हुन्छ? ए ल ल हुन्छ। सोल्टिनीलाई फोन हान्नु पर्यो। अब यसो नम्बर सेमा ल्याएको छ।
हेलो सोल्टिना तिमी कता हो हेत्तेरीका फोन सोन गर्नु छैन हैन नाच साज भन्ने त्यो छोड्देऊ के त्यो हल्ला हटाइदेऊ अनि हामी भेट्ने प्लान गरौँ न त भेटौँ न भोलि स्कुल बिदा भएपछि खोलाको नजिकमा आइजाऊ है ल हेत्तेरीका मनले मान्दै फेरि कल हान्नु पर्यो यार हेलो तिमी कहाँ छौ यार म अघिदेखि त्यही खोलाको नजिकमा बसिरहेको छु यार ए हेलो गर न म आउँछु त ए देखे आयो अनि के छ त तिम्रो अनि मेरो ठिक छ अनि तिम्रो के छ कोही बेला आउँछ म अघिदेखि हिँडेर कुरिरहेको छु देखेन ए मेरो गल्ती भयो छ यार तेरिका म तिमीलाई धेरै माया गर्छु के धेरै हल्ला नगर है हल्ला सल्ला भन्ने हटाइदेऊ म भित्रैदेखि माया गर्छु साँच्चै नै माया गर्छौ अनि म तिमी बिना बाँच्न सक्दिनँ नि साँच्चै नै माया गर्छौ भनेपछि म पनि त तिमीलाई माया गर्छु भन्न पनि नसकेको त्यसो भए हामी बिहे थुक्दिउँ न त अब ए मलाई त लाज लाग्छ वरिपरि मानिसहरूले देख्छन् अब जाउँ है हामी हुन्छ ल ओहो सरिता के हो तिमी त आजभोलि स्कुलमा कहिलेकाहीँ मात्र आउने गर्छौ त त्यो त एउटा कुरा थियो भन्दैनौ भने एउटा गोप्य कुरा भन्थे भन्दैन बरु भन न के कुरा साँच्चै नै भन्दैनौ त तिमीलाई मेरो विश्वास लाग्दैन म कसैले नै भन्दिनँ के त्यो त हो म र हरि अहिले लभमा छौँ हामी छिट्टै नै विवाह गर्दैछौँ होइन तिमीले के कुरा गरेको तिमीले पढ्नु पर्दैन हाम्रो विद्यालयमा त धेरै पढेर आफ्नो खुट्टामा उभिए मात्र बिहे गर्ने भनेर त्यत्रो सम्झाएको थाहा छैन तिमीलाई त्यो त हो अलि मलाई गाह्रो छ खोइ के हो बुझ्नै नसके नि म त मेनुका मेरो त सबै ठिकै छ अनि सरिताले भनेको कुरा के साँचो हो र साँचो नि अब हामी बिहे ठोक्दैछौँ होइन यति सानो उमेरमा बिहे किन गर्नु पर्यो तिमीहरूलाई बाध्यताले गर्नु पर्यो नि त्यस्तो के बाध्यता छ र तिम्रो घरमा कुरा गर्यौ अनि छैन ए ल हुन्छ आज त ढिलो भयो भोलि भेटौँ ल हस् हुन्छ ए हो र कहिले गर्छ नि म जस्तै काम गर्ने बुहारी चाहिन्छ नि गरिहाल्छ नि आमा त्यो त खतरा छ नि बुहारी ए को छानिस् त भन्न त डाँडा परि स्यामस्याम भन्ने त्यही कहाँ गाउँको सरिता रे त्यो त महा अल्छी छि नि त्यहाँ सरिता धेरै छन् कि आमा त्यहाँ एक काठमाडौँबाट आछ के खतरा केटी त्यसो भनेपछि तेरो बाउलाई खबर गर्नुपर्छ ए हरिको बाउ यता आउ त के भन्दियो त्यो नानी भन क्या हुनु यो बिहा गर्ने भन्दैछ त के गर्ने आऊ के चाहिँ हजुर बुद्धि चाहिँ अभिधा गर्ने भन्दैछ मैले गर्ने भने तिम्रो क्या लाग्यो म इन्डिया गएर पनि फाल्छु नि त कहाँ गरी त छोटी त भन्नु नै त त्यहाँ पनि स्यामसुङ भन्दा पनि कि सरिता रे स्यामसुङ भन्ने त गइदियो केटी स्यामसुङ खतरा छ कि आजै म भगाउन जान्छु नि जा त जा गाउँले थाहा बालुवा म त हाल्या जा हरक्क ल्या जा ल म गएँ छिटो आउने यार ढिलो भइसक्यो तिमी कपडा सपडा ल्याएर आउ त अब हामी भाग्नुपर्छ त्यो लासाज भन्ने हटाइदेऊ के छिटो आउन त यार तेरिका 12 भइसक्यो 12 बजिसक्यो यार ल म मेरो हर्केर ल्याएर आउँछु मेरो साथीलाई ल छिटो आउ त हर्के साथी आज म विवाह गर्दैछौ होइन एउटा केटीलाई उडाउन जानु पर्यो के तिमीहरू आयौ त कपडा सपडा ल्याएर आयौ होइन तिमीहरूलाई बिहे नगर भन्दा मानेनौ अब राम्रो गर्नु के अरे ल अब तिमीहरू छिटो जाने हामीलाई घर फर्किन ढिला हुन्छ नराउन यार भोलि लाइहाल्छु के तिमी साथीलाई नराउन म भोलि लाइहाल्छु कि हात तेरिका म लाइहाल्छु लौ सँगै छुचाउने ऱ्याउ है ए ल हुन्छ आफ्नो ख्याल गर्नु घर परिवारको इज्जत राख्नु राम्रोसित जानु ल अब म जान्छु हस् ढिलो भइसक्यो ल हुन्छ ओ बुवा ढोका खोला मैले बारी सरी ल्याएर आइसके ल पुरै बापा अपन त म रुप्सिया लैया जम्मै ह्यान्डसम भन त भाइको के रुप्सिया भन्दा हो ह्यान्डसम भन रे दे दर्जन ल्याते दर्जन लाउँथे दे
बुढिन्द बाँचे एक घरबाट नाति हो जाऊ बुढिन्दमा चाहिँ राम्रो गरे भाग्यमानी भाइ राम्रो गरी पाले हिँड्नु नगरे फुच्नु नगरे भगवती क्या गर्ने त नगर नल्याल्नु भन्दै चाहिँ ल्याइली जा अब हामी बोला छिट्टै विवाह गर्नु जा म अब लाग्छु बुवा ल लाग्नु हुन्छ हडक्क जा ल गएँ म ओ बाजे ओ म हात पुग्यो कहाँ हो तिमी हो र पर जानु पर्यो बुवाले डाकी हान्ने के कामले डाके त ए नान्नु काम हो बाजे जाउँ दे म आएको देख्दैन म पनि आधामै लग्यो ल हट हट गट्टे पनि के भइगा नाममा ढुङ्गा निगइका खान्तेरिका ओ बुवा बुझी ल्याइले धामी जु पुगिया बेटा बाबा आतेंदी बेड्डे नामले बुढी जान्दा के कामले डाकी त हो अनि किचलाले बेगार गरेर मान्थ्यो क्या त अब हेराइदिनु पर्ने भए छिट्टी अब दिन जोड्नु पर्ने भए धामी क्या त कहाँबाट ल्याए त बुहारी बुहारी परि डाँडा परि हेम्सो मान्ने गाउँदै ल्यायो अनि बुहारी पनि ह्याम्सम हुन्ने हेम्सो त्यो दाना ल्या दाना नारायण गोसा आउनु निक अलि यो गरु त तेरो त विवाह जुड्ने भयो यार तेरो विवाह शुक्रबार 10 बजेदेखि सुरु हुने भयो यार हुने भयो त छिट्टै देखा के आए दिन जुवाब दियो नारायण गोसाई दिन त हाम्रै जुड्यो ओए ल हेर बाला तेरो दिन शुक्रबार 10 बजेदेखि जुड्यो हेर अब तँ कन केही अप्ठ्यारो पऱ्यो म कन सम्झिहालेँ ल मेरा अहिले 4 दानाले गुरुबा बोलाउनु पऱ्यो क्या फोन हान्नु पऱ्यो नम्बर कहाँ गयो छियो कन्डङले अर्थ खोला पऱ्यो 48 कहाँ पुग्यो लागेको हेलो नमस्कार गुरुजी नमस्कार हरियो बा आऊ यहाँ मान्नु न यो चाहिँ खबर चाहिँ छिटो आयो पऱ्यो आयो बसिकन कुरा गरौँला आयो हडक्क ओ भित्र गो म आओ गुरुपति बस त्यही बस नले भन्दै चाहिँ भिडियो मानेर ल्याइयो कुमाराले
ओम मंगलमय भगवान विष्णु मंगलमय भगवान विष्णु सम जाला जाना जातो ओम दाया ओ समझ जाली जना जातो ओम वसना चाली सना जवाना हेर सायद त शुक्रबार निकै जुडेर आई निकै सायद जुडी गयो र आई शुक्रबार त आइदै हुने भएको विवाह ल ल ओ हेर आई 10 बजे त हुने भएको विवाह मंगलमय भगवान विष्णु मंगलमय भगवान विवाह त जुडी गएर हट छिटोभन्दा छिटो बेहुला जग्गी छिटोभन्दा छिटो बेहुला अनि जग्गीमा घुमाउनु पर्यो ओ हरि के बिहोले बिहो जम चलागो आज हाम्रो गाउँमा बाल बिहा हुँदो रहेछ नि हामीले त्यो बाल बिहालाई जसरी पनि रोक्नुपर्छ त्यो बाल बिहा रोकिन भने अझै पनि हाम्रा समाजमा त्यस्तो समस्याहरू पर्न सक्छ नि ए हो त्यसो भए म प्रहरी चौकीलाई खबर गर्छु है त प्रहरी चौकी नमस्कार म यहाँ घरबाट बोलेको नि यता यहाँ हाम्रो धैनमा 20 वर्ष मुनिका बालबालिकाहरूले बाल विवाह गरिरहेका छन् त्यसैले हामीले तपाईँहरूलाई खबर गरेको छिटो आउनुहोस् र यिनीहरूलाई रोक्नुहोस् न ल धन्यवाद आउँदै गर्नुहोस् है छिटो त्यसलाई रोक्नुपर्छ हेर्नुहोस् यो बिहे हुन सक्दैन तपाईँहरूले 20 वर्षभन्दा कम उमेरमा विवाह गर्दा के हुन्छ भनेर तपाईँहरूले त 20 वर्ष उमेरभन्दा कम उमेरमा विवाह गर्दा नराम्रो हुन्छ भन्ने थाहा पाउँदै पनि तपाईँहरूले बाल विवाह गर्नुभयो अब तपाईँहरू बाल विवाहमा जानुपर्छ त्यसैले अब तपाईँहरू बाल विवाहमा फस्नुभयो अब तपाईँले प्रहरी चौकीले हातकडी लगाएर लैजान्छ देख्नुभयो तपाईँहरूले त समाजमा यस्ता विकृति गर्नु हुँदैन थियो आखिरीमा तपाईँले यो बाल विवाह गर्नुभयो त्यसैले हामीले प्रहरी चौकीलाई खबर गरेर ल्यायौँ यति मात्र कहाँ हो र सानै उमेरमा विवाह गरेपछि आमाको र बच्चाको पनि ज्यान जान सक्छ घरको जिम्मेवारी सबै उमाथि थपिन्छ उसकै इच्छा चाहना पनि पुरा भएका हुँदैनन् नि ल सबैले कुरा बुझ्नुभयो यो विवाह कानुनी रूपमा स्वतः हुन्छ अनि तपाईँहरू कानुनको फन्दामा फसिसक्नु भएको छ अबदेखि 20 वर्षभन्दा कम उमेरको विवाह गरेको थाहा पाएमा दलले अब सबैलाई कडाभन्दा कडा सजाय हुनेछ र यो सबैको लागि चेतावनी हो आउनुहोस् हामीहरू आजदेखि नै बाचा गरौँ अबदेखि हामीहरू कसैले बाल विवाह गर्ने छैनौँ यहाँहरू आइदिनु भयो हेरिदिनु भयो कस्तो लाग्यो यहाँलाई नाटक विष्णुको तर्फबाट बारम्बार चाहिँ हामी बाल विवाह गर्नु हुँदैन भनेर हामी बारम्बार भनिरहन्छौँ तर बाल विवाह गरिरहन्छौँ